2026 जनवरी 5 अर्थात् हिजोको दिनबाट माल्टामा सक्रिय रूपमा प्री डिपार्चर कोर्स र इन्टिग्रेसन कोर्स लागू भएको छ। प्री डिपार्चर कोर्स भनेको के हो त? प्री डिपार्चर कोर्स भनेको तपाईँहरू अब माल्टा आउनुभन्दा फर्स्ट टाइम तपाईँहरू माल्टा आउँदै हुन्छ नि, तपाईँले अनिवार्य रूपमा गर्नुपर्ने कोर्स हो, जसमा चाहिँ विभिन्न किसिमको कन्टेन्टहरू छ र तपाईँले यसको सर्टिफिकेट बिना तपाईँ माल्टामा एप्लाई गर्न सक्नुहुन्न अब। र एट द सेम टाइम इन्टिग्रेसन कोर्स भनेको के हो त? इन्टिग्रेसन कोर्स भनेको चाहिँ माल्टामा जति पनि यतिखेर काम गरिरहनु भएको छ उहाँहरूले अझ लङ टर्म स्टेको लागि 2 इयर रिन्युअल कार्ड बनाउँछु भन्ने हो भने उहाँहरूको लागि अनिवार्य छ। त्यसैले साथीहरू तपाईँहरू माल्टामा हुनुहुन्छ र 2 इयर्सको लङ टर्म कार्ड चाहनुहुन्छ, तपाईँले इन्टिग्रेसन कोर्स गर्न जरुरी छ। र तपाईँले प्री डिपार्चर कोर्स चाहिँ माल्टा आउनुभन्दा पहिला तपाईँले माल्टा वर्क भिजा एप्लाई गर्नको लागि गर्नुपर्ने अनिवार्य कोर्स हो। र स्टुडेन्टको लागि भने यो इन्टिग्रेसन कोर्स अहिलेसम्म खुलाइएको छैन। यसको कस्ट, यसको टाइम, यसको कन्टेन्ट, यसको सिलेबस सम्पूर्ण जानकारी पाउनको लागि तपाईँहरू हाम्रो युट्युबमा आउनु होला। त्योभन्दा पहिला माल्टा आउने साथीहरूको लागि यो भिडियो जति सक्दो सेयर गर्नु होला।